आज चाहिँ एका बिहानै उठेर खेततिर धान काट्नतिर लाग्यो। खेतमा गएर टुई धान पनि काट्न थाल्यो। गर्मी पनि एका बिहानै थोरै थिएन भने मान्छे पनि धेरै थियो। 2 घण्टा धान काट्दा त 8 बजे त सिद्धि पो राख्यो। त्यसपछि खोलामा गएर खुट्टा सुट्टा धोइवरी घरमा आएर आफ्नो चाहिँ फेरि 3D भिडियो बनाउनु छ। त्यसपछि 3D भिडियो रेन्डर गरिवरी चट्टसँग सक्न पाएन। आज फेरि 1 बजेदेखि अर्को 23 जनाको 2D एनिमेसनको क्लास छ। त्यसपछि सबैजना जोइन पनि भए, क्लास पनि स्टार्ट गर्यो। तपाईहरु पनि यदि सिक्न मन छ भने WhatsApp नम्बरमा कल गर्नु होला। हैन बाहिर को कराउँछ भनेर यसो हेर्न आएको त हाम्रो भक्डी पो कराएर छ भने हैन भोकले कराएको रहेछ है क्या हो भनेर गएर यसो घाँस हाल्दिउँ त भनेर किम्मुको डाला घाँस पनि काट्न थाले। 1 मुठो किम्मु काटेर लगेर झुन्डाइदिएको। एकछिनबाट त कराउनै बन्द गरिदिएर फेरि हाम्रोतिर चाहिँ बिहान र बेलुका जाडो, दिउँसो चाहिँ गर्मीले मार्नु पार्छ। भोक लाग्यो यसो चिया बनाएर खाउँ भनेको अगेनामा आगै थिएन भने आगो फुक्ता फुक्ता गरो रिङ्गटा छुटेर मर्ने बेला भइसक्यो। आगै पो बल्दैन त। त्यसपछि 2 घण्टा फुकेपछि बल्ल बल्ल आगो बल्यो। त्यसपछि लगेर 1 जग पानी पनि हालिदिएँ अनि लगेर अलिकति चियारङ हाले, 1 गिलास दुध पनि हालिदिएँ। अब पालो आयो चिनीको। अब चियामा मह जस्तो गुलियो नबनाइ त चिया खाए जस्तो नि हुँदैन। त्यसपछि 5-6 मुठी चिनी पनि हालिदिएँ। आज चिया चाहिँ मही बनाउने हो। चिया चलाउन डाडु खोज्नको डाडु नै भेटिएन, अम्लेर झन्डै गएछ भने। त्यसपछि बोटुकैले काम चलाएँ अनि त्यसपछि चिया पनि पाक्यो। फेरि मैले चाहिँ आज जिन्दगीमा पहिलोचोटि यो चिया पकाएको। अब कति गुलियो भयो त थाहा छैन, खाएपछि थाहा हुन्छ। त्यसपछि 2टा गिलासमा चिया हालेँ अनि एउटा गिलास टिपेर लगाएर ल मम्मी चिया कस्तो छ त, खानु त एकताली मैले पकाएको भनेर दिएको। बाबा हो मम्मी त कम्ता खुसी भइदिएर आएन भने। त्यसपछि म पनि भित्र बसेर चिया र चिउरा सरप्प खाएको त बाफ रे बाफ कम्ता दामी भएको थिएन भने चिया पनि लास्टै गुलियो भएको थियो। ल अब म चाहिँ खाजा खान्छु। होइन अझैसम्म खाएको हेरेर बसिरहेको छु। भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गर्ने, भोलिदेखि डेली भिडियो आउँछ, लाइक पनि गर्ने। ल बाई।